हाम्रो मम्मीको बिराम चाहिँ 2024 बाटै सुरु भएको हो। यो चाहिँ 2024 मा हामीले आइसियुमा राखेको बेलाको हो। 5 दिन आइसियुमा राखेर हामीले सुपर डिलक्समा फेरि 3 दिन राखेको। त्यति बेला चाहिँ त्यति गाह्रो बनाएको थिएन हैन। अनि त्यसपछि डिस्चार्ज भएर घरमै ल्याएर यसरी हामीले उपचार गर्दै थियौँ। अनि घरमा ल्याउँदा पनि कुनै बेला सुन्निने कुनै बेला घट्ने हुनुहुन्थ्यो, तर पनि औषधिमा एकदमै ध्यान दिन थालेको थियौँ। त्यति राम्रो त हामीलाई पनि थाहा थिएन, भर्खर सुरु भएको थियो मम्मीको बिराम। अनि मम्मी निको भइसकेपछि फेरि 3 महिनापछि गाउँमै बाउ बिरामी हुनुभयो। अनि फेरि यही हस्पिटलमा ल्यायौँ हैन, जहाँ मम्मीलाई राखेको त्यही। मम्मी त हिँड्न सक्ने भइसक्नु भएको थियो। 10 महिनापछि बाउ र आमाको भेट भएको हस्पिटलमा के। तर मम्मीलाई अल्जाइमर्स अगाडि लागिसकेको थियो, तर पनि पुरानो कुराहरू नबिर्सिनु हुँदो रहेछ कि। बाउ र आमाको भेट भएर उहाँहरूको छुट्टै मजा के। अनि छुट्टै कुराकानी भयो हैन। अनि त्यस पछाडि बाउलाई डिस्चार्ज भएको 3 महिना पछाडि फेरि मम्मी बेहोस हुनुभयो। 48 घण्टा त बोली नै आएन। सबै आफन्तहरूले माया मारिसकेको थियो, तर हामी परिवार कसरी माया मार्न सक्छौँ? सबैजनाले कोमामा गएको मान्छे त यो हुन्छ त्यो हुन्छ भनेर कति डर देखायो क्या। तर हामीलाई साहस भने कसैले दिएन। जस्ट हामी 3 जना थियौँ, 2 जना भाउजूहरू अनि म मात्रै। निक्को बनाएरै छोड्यौँ हैन। 17 दिन हस्पिटल राखे पछाडि त हामी फर्क्यौँ। अनि फर्के पछाडि घरमा ल्याएर यसरी इन्टरटेनमेन्ट गराएर राखिराखेको थियौँ हैन। अनि एकदम निको हुनुभयो। एक्कासी फेरि बेहोस हुनुभयो क्या मम्मी। अनि बेहोस हुनुभएर हामीले हस्पिटल लगेको। सोडियम कमी भयो अनि खै WBC के बढ्यो भन्नुभयो डाक्टरले। अनि त्यस पछाडि फेरि हामी 3 जनै त हो अनि लागि पर्यो। आमालाई यो चोटि पनि जसरी निको बनाउनु पर्छ भन्ने भयो हैन। अनि यो चोटि पनि हामीले 10-11 दिन होला राखेर हस्पिटल राखेर व्हिलचेयरमा राख्यौँ। यो बेला चाहिँ सुगरले हानेको रहेछ क्या मम्मीलाई। हस्पिटलदेखि घरमा लगेर मजाले राख्यो। फेरि खुट्टा भाँच्यो मम्मीको हैन, बसेकै ठाउँमा। अनि फेरि हस्पिटल लग्यो। यो टाइम चाहिँ हामीले 11 दिन राख्यौँ होला हस्पिटलमा। अनि यति बेला चाहिँ हाम्रो 25 को लगभग बिचमा आइसकेको थियौँ, 2025 को हैन। हस्पिटलमा राख्दा पनि एकदमै धेरै इन्टरटेनमेन्ट दिएर राख्थ्यौँ मम्मीलाई। किनकि बुढाबुढीको औषधि भनेको चाहिँ आधा 75% भनेको चाहिँ घरको वातावरणै रहेछ क्या। उहाँहरूलाई एकदमै स्वास्थ्य राख्न, खुसी बनायो भने चाहिँ एकदमै छिटो रोगले पनि निको बनाउने रहेछ। अनि 2 जना भाउजूहरू र म त थियौँ हैन, हरेक कुरामा इन्जोय गराउने, खुसी बनाउने। अनि त्यहाँनिर डक्टरहरूले पनि एकदमै राम्रो हेरिदिनु भयो कि। अनि हामी एकदमै खुसी छौँ। उहाँहरूलाई चाहिँ एकदमै मनैदेखि धन्यवाद दिएर पनि हामी एकदमै पुरा हुन सक्दैन उहाँहरूको लागि। आफ्नै आमा जस्तै गरेर हेरिदिनु भएको कि। लागि परेर हामीले जति बेला यस्तो भयो डक्टरहरूले आफै फोन गर्दा पनि आइदिनु हुने क्या डक्टर निरा चाहिँ। अनि एकदमै खुसी छौँ है हामी डक्टर निरासँग चाहिँ। अनि त्यहाँदेखि हामीले यो बेला पनि परिवार न हो आँट नहारिकन जसरी पनि मम्मीलाई निको बनाउनु पर्छ, हामी लागि पर्नुपर्छ भनेर गयौँ। त्यस पछाडि घरमा ल्याएपछि त मम्मी फेरि बिरामी हुनुभएर यो दोस्रो तेस्रो चौथो चोटि लगेको हो क्या यो। अनि घरमा ल्याएर व्हिलचेयरमा राख्नु थाल्यौँ हैन। अनि व्हिलचेयरमा राख्नु थाले पछाडि फेरि मम्मी बिरामी भइदिन भयो क्या। अनि फेरि हस्पिटललाई लग्यौँ हैन। मम्मीलाई महिनामा 2 चोटि 3 चोटिसम्म लानु पर्थ्यो क्या हामीले हस्पिटल। तर हामी हिम्मतै हार्यौँ न। त्यो बेला हामीलाई आफन्तहरूले के भन्नुहुन्थ्यो भने अब लामो जाँदैन होला, लामो थाम्दैन होला भन्ने। त्यो बेला हाम्रो मन कस्तो भयो होला है। तर जसरी भए पनि मम्मीलाई चाहिँ हामीले निको बनाउने भनेर घरमा ल्यायौँ, उपचार गरेर हैन। उहाँ 6 महिना बेड रेस्ट भइसकेपछि पनि यत्तिको उठेर बस्नु भएको क्या। 6 महिना सुतेर सिधाको सिधा सुताएर फर्स्ट टाइम यति उठेर बस्नु सक्ने हुँदा हाम्रो त खुसीको सीमा नै थिएन क्या। साँच्चीकै होला संसार जितेको जस्तो अनुभव भएको थियो। आमा यत्तिको उठेर बस्नुहुन्छ भन्ने कसैले पनि सोचेको थिएन। इभन हामीलाई कसैले पनि यतिको हुन्छ भनेर सान्त्वना नै दिएको थिएन। पर उल्टै हेर्नु आउनेहरू रोएर हाम्रो आत्मा मनोबललाई घटाइदिने कि। कति दुःख लाग्थ्यो क्या। अनि यत्तिको बनाए पछाडि चाहिँ अहिले हामीले जसरी भए हिँड्न सक्ने बनाएको छ क्या। अनि विशेष गरी डक्टर हाम्रो मम्मीलाई हेर्नुहुने डाक्टर निरजलाई एकदमै धेरै धेरै धन्यवाद
धन्यवाद दिन चाहन्छौँ। अहिले 2026मा चाहिँ हामीले मम्मीलाई यत्तिको बनाएको छौँ होइन। अबदेखि चाहिँ कहिले पनि हस्पिटल जान नपरोस्। नयाँ वर्ष लागेसँगै 2026 लागेसँगै मम्मीको रोगहरू चाहिँ सबै हटेर जाओस् है र एकदमै प्रार्थना गर्दछौँ हामी र भगवानले पनि हाम्रो प्रार्थना सुनिदियोस् भन्न चाहन्छौँ। यदि भगवान हुनुहुन्छ भने हाम्रो प्रार्थना सुनेर अबदेखि चाहिँ मम्मीलाई कहिले पनि दुःख नदिनु होला है त। एकदमै 2026को सबैजनालाई शुभकामना।